आज म तपाईहरुलाई इटली भित्र खुलेआम भइरहेको खोला लुटको एउटा विषय सार्वजनिक गर्दैछु। आजको यो भिडियो गायक पशुपति शर्माको एउटा चर्चित गीतबाट सुरु गर्ने अनुमति चाहन्छु। सुरुमा यो गीत सुन्नुहोस्। लुट्न सके लुट कान्छा लुट्न सके लुट अरु देशमा पाइदैन नेपालमै हो छुट। हो, लुट्न सके लुट कान्छा लुट्न सके लुट अरु देशमा पाइदैन नेपालमै छ छुट। हो, यो गीतको सुर अनुसार नै आजको विषय प्रसङ्गको ताल मेल खानेवाला छ। हुन त यो देशमा तस्करी, बेतिती, भ्रष्टाचारी र नेतागिरीले देशलाई नलुटेको ठाउँ के नै बाँकी छ र त सर्जकहरूले यस्ता गीत बनाउने गरेका छन् जो निकै चर्चित बन्ने गरेका छन्। आज म तपाईहरुलाई इटली भित्र खुलेआम भइरहेको खोला लुटको एउटा विषय सार्वजनिक गर्दैछु। सुरुमा यो दृश्य हेरौं। यो दृश्य इटली उपमहानगरपालिका वडा नम्बर 3 स्थित याक्तुङ चोक नजिकैको बुढी खोला क्षेत्रको हो, जहाँ खोलाबाट नदीजन्य पदार्थको खुलेआम दोहन गरी लुटपाट मचिरहेको छ। यी ट्र्याक्टरहरूको नामले बुढी खोलाको बालुवा, ढुङ्गा, भरोट, माटो र ग्राभेल खुलेआम लुटिरहेका छन्। झन् यो दृश्य हेरौँ त, यहाँ त यो निर्माणाधीन पुलको फाउन्डेसन अर्थात् जगलाई नै खनेर निर्माण सामग्री लुटपाट भएको छ। यो निर्माणाधीन पुल इटली 3 स्थित याक्तुङ चोकदेखि पूर्व मोरङ हसिना सिमसार जोड्ने 200 मिटर लम्बाइ भएको पुल हो, जहाँ पुलको फाउन्डेसन अर्थात् जगलाई नै दह्रो बनाउन प्रयोग भएको संरचना नै दैनिक लुटिरहेको छ। यसरी पुलको जगलाई नै दोहन गरेर हेर्नुस्, पुलको पिल्लर मुनिको भाग नै खोक्रो बनिसकेको छ। तपाईहरुलाई यो अवगत गराउँ कि स्थानीय सरकार सञ्चालन ऐन 2074 र प्रदेश कानून अनुसार पुलको 500 मिटर आसपास उत्खनन गर्न निषेध गरिएको छ, तर पुल मुनि र आसपास यसरी दोहन व्यापक भइरहेको छ। यहाँ संघीय सरकार अन्तर्गतको यो पुल 18 करोड 63 लाख रुपियाँ बजेटमा रायमाझी आजाद पुष्पाञ्जली जेबी कम्पनीले 2073 मा पुल निर्माणको ठेक्का लिएको थियो, तर भुक्तानी र ठेकेदारको लापरवाहीले हालसम्म 3 पटक यो पुल निर्माणको म्याद थप भइसकेको छ। यसमा निर्माणाधीन कम्पनी र सडक डिभिजन कार्यालय विराटनगरले पुलको फाउन्डेसन निर्माण गर्दा बनाएको संरचना लुटिएको भनेर प्रहरी प्रशासनलाई धेरै पटक जानकारी गराए पनि कुनै उपलब्धि नभएको बताइएको छ। अनियन्त्रित रूपले जो खनिरहेको छ नि, खनि पनि एउटा के हुन्छ भने तपाईको 500 मिटर डाउनस्ट्रिमतिर चाहिँ भित्रमा उत्खनन गर्न पाइएन। त्यस्तो भयो भने टोन्डिङ मेथडले के हो, यहाँ अब त 5 मिटर टाढा चाहिँ के तपाईँको यो फाउन्डेसनको छेउबाटै खनेर लगिरहेछन् कि। अब फोटो चाहिँ यतिर राखेको छ। अब यो चाहिँ हामी चाहिँ के अरे यो तपाईँको प्रशासन अनि पालिकातिर हामीले चाहिँ अब सन्देश गर्नलाई। हाल यो पुलको अवस्था हेर्दा 2074 सालको जस्तो इटलीमा आएको बाढी फेरि उस्तै खण्डमा आएमा यो पुलमा ठूलो क्षति हुने सम्भावना छ। हाल यो पुलको 500 मिटर बाहेक अन्य भूभागमा इटली उपमहानगरपालिकाले ठेक्का लगाएको छ। सोमबार हामी बुढी खोला पुग्दा ठेक्का नलागेको ठाउँमा खोला दोहनको प्रत्यक्ष लुटपाटको दृश्य देखेपछि हामीले प्रहरीलाई खबर गरेका थियौं। नजिकै रहेको अस्थायी प्रहरी चौकी तालतलेबाट सही प्रहलाद बोगटी र एक महिला प्रहरी बाइक मार्फत खोला आइपुगेका थिए। तर अचम्म के भयो भने खोला दोहन गरी बालुवा, ढुङ्गा, भरोट र ग्राभेल लुटिरहेको ट्र्याक्टरलाई समात्ने उहाँहरूको अग्रसरता नै देखिएन। एउटा उखान छ नि, म खेदाउँछु त भागे जस्तो गर भने जस्तै उहाँले ती ट्र्याक्टरलाई खेदाएको जस्तो मात्र गरियो। भिडियोमा हेरौँ। सैसाबको टोली खोला आइपुग्दा खोला आसपास झर्ने 7वटा भन्दा बढी ट्र्याक्टर ठेक्का नलागेको ठाउँमा अवैध उत्खनन गरी बालुवा, ढुङ्गा, भरोट, ग्राभेल लुटिरहेका थिए। पछि उल्टै सैसाब हामी कहाँ नजिक आएर के गर्नु सर, यो सधैँ हुने कुरा हो, हामी के नै गर्न सक्छौँ र भनेर प्रतिक्रिया दिए। त्यसपछि त उहाँको कुरा सुनेर हामी त हेरेको हेरे। यदि सैसाबले चाहँदा ती ट्र्याक्टर खोला भित्रै रङ्गे हात समातिन सक्थे।
स्मरण रहोस्, लुटपाट मचिरहेको खोलाबाट इलाका प्रहरी कार्यालयको थप मद्दत आउन बढीमा 15 मिनेटको समय लाग्ने थियो। कोशी प्रदेशको केन्द्र भागमा रहेको इटरी उपमहानगर र क श्रेणीको इलाका प्रहरी कार्यालय मातहतको एरियामा यसरी खुलेआम नदीजन्य लुटपाट आखिर किन भइरहेको छ? आउनुस् यसको चर्चा गरौँ। प्राकृतिक स्रोतमाथि हुने दोहन र लुट पछिल्लो समय देशभर सामान्य जस्तो भएको छ। अवैध रूपमा भएको दोहनले वातावरण पारेको प्रभाव र सामाजिक असरलाई लिएर आवाज उठ्ने गर्छ। केही समय रोके जस्तो गर्नु र पुनः उत्खनन हुँदा चुपचाप बस्ने नियमित सरकारी प्रक्रिया जस्तो बनेको छ। केही महिना अघि मात्र बुढी खोला क्षेत्रमा यसरी अवैध रूपमा बालुवा, ढुङ्गा, भरोट र ग्राभेल चोरी तथा लुटपाट गरिरहेको अवस्थामा केही ट्र्याक्टरहरूलाई वडा कार्यालयले नियन्त्रणमा लिएको थियो। तर नियन्त्रणमा लिएका ट्र्याक्टरहरू केही क्षणमै उपमहानगरले छाडिदियो। हाल बुढी खोलामा 2 तरिकाले खोला दोहन अर्थात् खोला लुट्ने काम भइरहेको छ। एउटा समूह जो स्थानीयहरू छन् उनीहरू आफ्नै ट्र्याक्टर प्रयोग गरेर खोला गएर बालुवा, ढुङ्गा, भरोट, ग्राभेल, माटो चोरी गरिरहेका छन्। अर्को समूह भनेको इटरी उपमहानगरले लगाएको ठेक्का मार्फत घुमौरो तरिकाले खोला लुटिरहेको छ। इटरी उपमहानगरपालिकाको आन्तरिक आय सङ्कलन गर्ने भनेर आर्थिक वर्ष 2081-82 मा बुढी खोलामा 73,45,000 रुपियाँमा ठेक्का दिएको अवस्था छ। हाल बुढी खोलाको ठेक्का सम्झौता मोरङको एनपी निर्माण सेवा प्रणालीसँग छ। यो सम्झौता यही जेठ अन्तिमबाट सकिँदैछ। अर्थात् खोला बन्द हुने समय अनि ठेक्का सम्झौता सकिने एउटै समयमा अहिले बुढी खोलामा ठेक्का पाएकै कम्पनी मार्फत अनियन्त्रित रूपमा खाल्डो पारेर बालुवा, ढुङ्गा, भरोट र ग्राभेल निकालेर लुट मचिरहेको आरोप छ। यो आरोप स्वयं सम्बन्धित वडा अर्थात् इटरी उपमहानगरपालिका वडा नम्बर 3 का अध्यक्ष उमेश सुवेदीको छ। ठेक्का लागे पश्चात यहाँबाट जति मात्रामा जति क्वान्टिटीको ठेक्का लागेको त्यो क्वान्टिटी चाहिँ लगभग पुरा हुने समय चाहिँ भएको हो हैन। अलि अगाडि हामीले हेर्दाखेरि अब निकै ठुलै खाल्टाहरू थिए र त्यो बिचमा अलिकति अनियन्त्रित तरिकाले खनिरहेको पनि हामीले भेट्यौँ, जथाभावी खनेको हो। अनि मैले नै वातावरण शाखाको प्रमुख जो पुष्प चौधरी हुन्छ उहाँ र पहाडको प्रमुख सन्तोष ढकाल उहाँहरूलाई नै बोलाएर खोलाको अनुगमन एकचोटि हामीले गऱ्यौँ। त्यतिखेर उहाँहरूको भनाइअनुसार लगभग अब मात्रा सकिन लागेको भन्नुहुन्थ्यो होइन। तर पनि अहिलेसम्म चलिरहेको छ। अब यो कति छ त्यसको चाहिँ मलाई अब क्वान्टिटी अब यकिन भएन, उहीँ गएर बुझ्नु होला। र अहिले जुन गर्नुपर्ने त्यो पुल जुन याक्थुङचोकको पुल छ हाम्रो याक्थुङचोक हसिना सिंहता जोड्ने पुलको 500 मिटर तलसम्म हामीले नापेर चिन्ह लगाइदिएको हो। त्यो चिन्ह लगायो भन्दा माथितिर पनि आएर भन्दैछन्। मैले पटक पटक तल खबर गर्ने पनि गरेको छु र एकपटक हामी नगर प्रहरी ल्याएर पनि अनुगमन गऱ्यौँ। मैले चाहिँ के भन्न चाहिरहेको छु भने यो हामीले गर्ने कुरा त हामी गरिरहेका छौँ, तर चोरी निकासी रोक्ने काम त प्रहरी, नगर प्रहरीको काम हो होइन। अब त्यसमा हामी जनप्रतिनिधि प्रत्यक्ष गरेर दिनमै रुँगेर बस्ने साध्य पनि हुँदैन। यहाँ मैले प्रहरी प्रशासन पटक पटक अनुरोध गरिरहेको छु भनिरहेको छु, नगर प्रहरीलाई पनि बारम्बार खबर गरिरहेको छु। तर यत्रो सङ्ख्यामा नगर प्रहरी छ र नगरले पहिलो दायित्वको रूपमा हेर्नुपर्ने जुन खोलाको चोरी निकासी छ त्यो चाहिँ हेरिरहेको छैन कि। यसरी तोके भन्दा बढी नदीजन्य पदार्थ उत्खनन गर्दा ठेक्का दिने इटरी उपमहानगरपालिका मौन छ। यो बीचमा खोलाबाट उत्खनन भएको नदीजन्य सामग्रीहरू याक्थुङ चोकको सडक किनारा र त्रिवेणी चोकदेखि पूर्वमा स्टक गरेर राखिएको छ। साथै स्टक गर्दा उपमहानगरपालिकाले उपलब्ध गराएको बिल समेत प्रयोग नभएको भनेर वडा कार्यालयमा धेरै पटक उजुरी समेत परेको अवस्था छ। त्यसमा पनि उपमहानगरले 60 लाख रुपियाँको नदीजन्य सामग्री सोही ठेकेदार कम्पनीसँग खरिद गर्ने सम्झौता छ। यसरी खोला ठेक्का पाएको एनपी निर्माण सेवा प्रणालीको सञ्चालिका कमला ओझाले भने नियमसङ्गत रूपमै नदीजन्य सामग्री उत्खनन भइरहेको दावी गरिन्। तर टेलिफोन सम्पर्कमा ओझाले भने खोलामा खटिने कर्मचारीबाट भने केही फोटाइ भएको हुन सक्ने बताइन्। यसो सर, मैले भन्दा चाहिँ कस्तो भने हामीले कुनै पनि जेसीबी मेसिन स्काइबेटर के डोजर के हुन्छ नि त्यो अहिलेसम्म प्रयोग गरेका छैनौँ। अब हातले बेल्च हान्ने मान्छेले अब कति हान्न सक्छन् भन्ने कुरा हो। त्यसै पनि अलिकति तल जाने बित्तिकै होइन सकिएन साह्रो भयो, हामी किनभने स्टोक राख्दैछौँ, स्टोक त जति बढी राख्दै त्यति हाम्रो लागि पनि राम्रो हो नि त। अनि गरेर सकिएन साह्रो, मेरै पनि ट्र्याक्टरहरू छ
काटी भन्न लगाउन सक्दैन क्या, साह्रो भयो खन्नै सकिएन भन्छन् क्या उनीहरू। भने यत्रो अन्त पनि मालै माल छ, किन खोलामै त पुलैमा गएर चाहिँ पुल भत्काउने गरी खन्नु पर्ने, त्यो त मलाई थाहा छैन सर एउटा कुरो होइन। र अर्को कुरो म चाहिँ एउटा यो खोलाको ठेक्कामा पहिलो लेडिज पनि भएको कारणले गर्दा योचोटि यति धेरैजनाले फोन गरे यस्तो हुँदो रहेछ खोलामा, मैले सिक्ने पनि अवसर पाउन चाहिँ होइन। अब यो छोरा मान्छेले खाइरहेको ठाउँमा छोरी मान्छे आएर खायो भने त कसैले यसो मेरो है भन्ने तरिकाले हिँडेकोलाई अर्कोको है भनौँ भने त त्यसै पनि मन त मान्दैन रहेछ होइन, त्यो पनि भएको हो कि जस्तो लाग्छ। र अर्को कुरा मैले यो खोलामा यो जोड्नुको कारण चाहिँ यो खोलामा मैले कमाएको छैन होला, लगभग भनौँ न बुढी खोलामा चाहिँ 1 करोडभन्दा बढीको चाहिँ मैले छुटै दिएको छु क्या सर। त्यो छुट दिनेलाई पनि नपुगेर अहिले हरेक ठाउँमा पुगेका गरेका पनि अझै पुगेन क्या उनीहरूलाई चाहिँ। अब हो त्यही छुट दिनेले अनावश्यक खने कि अर्को चोर्ने ग्रुप हुँदो रहेछ। हाम्रै कर्मचारीले पनि भनौँ न एउटा बिलबाट 4वटा बिल कटाइदिने हुँदो रहेछ। यति अप्ठ्यारो हुँदो रहेछ खोलाको काम चाहिँ होइन। यसो सर मैले चाहिँ हजुरलाई एकदम साँच्चै भन्नुपर्दा चाहिँ नि मेरो कर्मचारीले त्यत्रो खाल्टो पारी भनेर माल्या भन्ने खालकै छैन नि एकछिन म भन्दा है। त्यहाँ नरम कमलो थियो र चोर्नेले चोरेर लग्यो भने मैले हेरेको छुइनँ, म जान्दिनँ। भोलि आएर हामीले पनि त्यहाँ हेर्न सक्छौँ होइन, कतिको खाल्टो बनाएको छ के छ भन्ने कुरा हजुरहरू सँगै गएर हेर्न पनि सकिन्छ नि त। यो खोला तथा नदीजन्य सामग्रीको अवैध दोहन नियन्त्रण र संरक्षण गर्ने जिम्मेवारी सबैभन्दा पहिले स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई छ। तर इटेरीको बुढी खोलामा भने खोला दहनको मामलामा न नगर प्रहरीलाई चासो छ न सुरक्षा निकायलाई चिन्ता। उल्टै गलत तरिकाले खोला लुट्ने ठेकेदार कम्पनी र ट्र्याक्टर व्यवसायलाई सुरक्षा निकायले नै संरक्षण गरेको देखिन्छ। संरक्षण यो अर्थमा कि प्रत्यक्ष जथाभावी उत्खनन भइरहँदा समेत प्रहरीलाई बोलाउँदा कसैलाई पक्राउ गर्ने हिम्मत सुरक्षा निकायमा छैन। अब यसमा उपमहानगरले ठेक्का दिएको कम्पनी मार्फत कसरी फाइदा लिन्छ त्यो भनिरहनु यहाँ जरुरी नहोला। बाँकी प्रहरीलाई ठेकेदार र ट्र्याक्टर व्यवसायबाट पाउने आफ्नो भाग जति छिटो पाउन पाए पुग्यो। खैर यो विशेष सार्वजनिक गर्न ढिलाइ भयो होला। अब असार साउन र भदौसम्म खोला बन्द हुने सरकारी नियम छ। तर हेर्दै जानु होला, यो खोला बन्द हुने समयमा पनि बुढी खोलामा लुटपाट यसरी नै मचिरहनेछ र यसरी नै हामी तपाईहरुलाई यो लुटपाट देखाइ नै रहनेवाला छौं। त्योभन्दा गम्भीर सवाल यो हो कि अब वर्षाको समयमा बुढी खोलाले कस्तो विपत्ति ल्याउने हो, किनभने बुढी खोलामा जथाभावी दोहन जो भएको छ त्यसको असर पक्कै देखिने वाला छ। यति भन्छौ आज र जाना जाँदै फेरि उही पशुपति शर्माको एउटा चर्चित गीत लुट्न सके लुट कान्छा लुट्न सके लुट अरु देशमा पाइदैन नेपालमै हो छुट।